यो हामीहरूले यही ठाउँमै बनाउनु खोज्नु पर्ने कारण चाहिँ म तपाईँलाई एक दुईवटा बुझागत रूपमा भन्छु। यो करिब आधा शताब्दीसम्म 3 साल अगाडिसम्म ठडिएको थियो। यही ठाउँमा किन ठडिएको थियो भने त्यतिखेर बजार यहाँबाट सुरु हुन्थ्यो। अब अहिले तपाईँले यहाँदेखि उताको बाटा चाहिँ पुरा त्यतिखेर बारी नै बारी थियो। तपाईँले क्यामेरा घुमाउनुहोस् त, अब यता बारीका बाटाहरू घुमाउनुहोस् त। त्यतिखेर यस्तो बजार कहाँ थियो? जुन समयमा चाहिँ गेट निर्माण भयो त्यतिखेर त यस्तो बजार कहाँ थियो र? यो त बारी नै बारी, खेतबारी मात्रै थियो होइन। आधा शताब्दीसम्म यो चाहिँ एउटा लोगोको रूपमा उभियो। फिल्मको लोगो होइन, फेरि पुरै पानखरको एउटा लोगो जस्तो भएर उभियो र त्यो त ढलिसकेपछि त्यसलाई त पुनर्स्थापना फेरि त्यही एउटा हिस्टोरी हो नि। आधा शताब्दीसम्म एउटा ठाउँमा लोगोको रूपमा उभिएको गेट पुनर्स्थापना गर्नु पर्यो। त्यस कारणले गर्दा सुरुवातमा यो स्थानीय स्तरमा हो। सबैको सहयोग भन्ने हामीले अपेक्षा गरेका छौँ होइन। स्थानीय स्तरमा बनाउने भनेपछि त सबैको सहयोगबाट बनाउनु पर्ने हुन्छ यसलाई। किनभने अगाडिको पनि त्यो स्थानीय स्तरमै बनेको थियो, कुनै राज्यले बनाइदिएको थिएन। त्यो समयमा यो गेट चाहिँ 50 आधा शताब्दी 50 वर्ष अगाडि अब स्थानीय स्तरबाटै उठाएको थियो। यो पनि स्थानीय स्तरबाटै उठाउने यो एउटा लामो समयसम्म 5 थरको लोगोको रूपमा बसेको गेट पुनः यसै ठाउँमै स्थापित हुनुपर्छ भन्ने तरिकाले हामीहरूले स्थानीय स्तरबाट लागेको जुन चाहिँ यहाँ स्थानीय सरकारले पनि सहयोग हामीलाई दिइराख्नु भएको छ। स्थानीय प्रशासनले, स्थानीय सरकारले, हाम्रो मेयर साहब लगायत सबैले हामीलाई यो कुरामा चाहिँ सहयोग दिइराख्नु भएको छ। भलै नगरपालिकाको तर्फबाट पैसा यति हो बजेट यसरी नछुटिए पनि स्थानीय लेभलैबाट उहाँहरूबाट हौसला सहयोग छ। अनि यो अब कहिले सकिन्छ? अब आज यो पिल्लरको लागि यो एउटा उयो के भन्छ यो खोल्ने कार्य भयो। अब शिलान्यास हुने कुरा पनि छ। कहिलेसम्म सकिन्छ र कहिले यसको स्रोत चाहिँ कसरी सुनिश्चित गर्दै हुनुहुन्छ? अब यो जम्मा 3 महिनाभित्र यो सक्ने हाम्रो लक्ष्य हो होइन। स्थानीय स्तरबाटै हामीहरूले बनाउने भनेर ठेक्का दिएको छौँ। जुन चाहिँ कुनै राज्यको पैसा अथवा नगरपालिकाको पैसा, वडाको पैसाहरू पसेको होइन। स्थानीय स्तरबाटै हामीहरूले सबैले उठाएर जुटाएर गरौँ। किनभने यो एउटा हिस्टोरिकल ल्यान्डमार्क थियो, फेरि पनि हिस्टोरिकल ल्यान्डमार्ककै रूपमा यसलाई रहन दिउँ भन्ने हाम्रो सोच हो होइन। अनि त्यसमा सबैको सहयोग हुन्छ, सबैको सहयोगको अपेक्षा गर्दछौँ र 3 महिनाभित्र कम्प्लिट हुन्छ, असारभन्दा अगाडि कम्प्लिट हुन्छ भन्ने हामीहरूले अपेक्षा गरेका छौँ।